हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज हामी बनाउनेछौँ ओरियो सेक होइन। ओरियो सेक अब को कसले खानुपर्छ कमेन्टमा लेख्नुहुन्छ ल प्लिज। आज हामी ओरियो सेक बनाउनेछौँ ल। अब ओरियो सेकतिर बनाउनु जाऊँ। सो हामीलाई के चाहिन्छ भने तपाईँलाई म हेरेर जाँदैछु। फाइनली मैले यसमा लगाइसकेँ होइन। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ दुधहरू हुनुहुन्छ। दुध मैले लगभग 1 गिलास आधी लिएँ होइन। मतलब यो ग्लासको लगभग यति हेर्न सक्नुहुन्छ तपाईँ। अनि मेन त यही हो, ओरियो बिस्कुट अनि यो मिक्सचर मिक्सचर चाहिएको हुन्छ। अब मिक्सचर बिना त त्यति पोसिबल छैन यो ओरियो सेक बनाउनलाई। अनि जुनमा तपाईँ ओरियो सेक राख्नुहुन्छ त्यो चाहियो, हेर्न सक्नुहुन्छ यहाँ। ल अब यतिमा बनाऊँ। हेर्न सक्नुहुन्छ यो मैले ओरिजिनल लिएको छु होइन, ओरिजिनल ओरियो। अनि यहाँ ग्लास छ, अनि यो दुध, अनि यो मिक्सचर। हाम्रो के गर्नुपर्ने हुन्छ भने सुरुमा यो ओरियोलाई उयो गर्नुपर्छ। क्यामेरामा यता आउनु सक्यो, जुम गरेर हेर्नुहोस्। ओरियो आयो। अब खाना मनले त लागेर ओरियो सेक म त मेरो भनाइले चाहिँ के गर्नु भने नि, यो जुन क्रिम हुन्छ नि यो क्रिम चाहिँ छुट्याइदिनु क्या तपाईँ। यो क्रिम चाहिँ छुट्याएर राख्नु। यो कसरी छुट्याउने हौ, त्यसरी हातले नै छुट्याउनु हुन्छ। अनि यो क्रिमहरू चाहिँ छुट्याइदिनु क्या होइन। यस फटाफट गरौँ हामी। होइन डिस्कस्टिङ जस्तो लागिरहेछ, तर अब यो फर्म के गर्नु पछि थाहा हुन्छ। तबसम्म हामीले यो ओरियोलाई यसमा यो दुध छ नि, यो दुध चाहिँ तपाईँले अब चिसो पनि लिन सक्नुहुन्छ, तातोको पनि लिन सक्नुहुन्छ। अनि यो अहिले बिना ताताको न चिसो ठिक्कको पनि लिन सक्नुहुन्छ। अब यसलाई यसमा यसरी यसरी हाल्ने, यसरी है, यसरी हाल्नुपर्छ। यसरी नै तपाईँ फेरि यसरी हाल्नु त हुँदैन, यसरी नै हाल्नु, यसरी हाल्नु। ल हेर्न सक्नुहुन्छ दुध चाहिँ गइसकेको छ यहाँ। अब यो क्रिम चाहिँ हुन्छ नि, यो क्रिम हालिदिनु क्या। खाना पनि सक्नुहुन्छ तपाईँ, तर हालिदिनु सक्नुहुन्छ। यहाँ हल्का जुम गर्नुहोस् क्यामेराम्यान। यहाँ मैले हालिदिइसकेँ होइन क्रिम सिरम। अब यो बिल्कुलै यस्तरी गर्ने, अझ हामी मिक्स गर्नुपर्छ। लेट्स गो। गाइज हेर्नु हाम्रो फाइनली यहाँ रेडी भइसकेको छ। क्यामेराम्यान यहाँ होस्, यहाँ जुम गरेर हेर्नु। हल्का अर्कै टाइपको लागिरहेको होला होइन हेर्नमा, तर अब हामी यसमा हाल्ने जाँदैछौँ। पोकिन पनि सक्छ। फाइनली रेडी भइसक्यो। कट। फाइनली हाम्रो ओरियो सेक रेडी भइसक्यो। तपाईँ यसको हेर्नु मस्त सुटहरू हेर्नुहोस्। रेडी भइसक्यो। अब म एकपल्ट टेस्ट गरेर हेर्छु कसरी टेस्ट छ। टेस्ट दामी नै हो। मजा आयो। अब ल अझ ग्लासमा लस्सी भान्छु अनि